Hello everybody, welcome to my YouTube channel. Another vlog. आज चाहिँ मेरो भ्लग चाहिँ जुन चाहिँ हाम्रो घरकोदेखि थोरै भित्र इमाडोलमा रहेको सानो कटेज खाजा घर भित्र के छ देखाउन गइरहेछु र बाहिर पनि केही दृश्यहरू देखाउन गइरहेछु कस्तो छ कुन ठाउँमा छ है त्यो हेर्नुभन्दा अगाडि सब्स्क्राइब छेउमा भएको घन्टीले चाहिँ ठ्यास्सै दबाउनु पर्यो कि घरकोदेखि थोरै भित्र इमाडोल हो अनि यहाँदेखि हाम्रो धरानी कटेज एकदम प्रष्ट देख्न सकिन्छ। यहीँबाट जान्छ हाम्रो धरानी कटेज जुन चाहिँ यस्तो छ यतादेखि यसो त्यस्तो छ कि यहाँदेखि भित्र जाँदैछौँ हामी। अब धरानी त्यति ठुलो त छैन, सानो छ एकदम। भर्खर पानी पर्यो हिजो, अब असिनासँग पर्यो। अब भित्र नि हेरौँ न कस्तो रहेछ। पुरा टिभीहरू पनि छ होइन, बस्ने ठाउँहरू, यहाँ बसेर खाने ठाउँहरू। चुरोट चाहिँ खान पाइँदैन यहाँ, नो स्मोकिङ। अनि त्यहाँदेखि अब बाहिर हाम्रो किचन चाहिँ यस्तो छ। किचन पाक्ने लागेको छ। अब किचनमै बसौँ न। एउटा खाट छ यहाँ है, मोमोहरू भित्र फ्रिजमा छ। र यहाँ चाहिँ यस्तो छ, भित्र त्यो सानो हाम्रो धरानी कटेज भित्र चाहिँ यस्तो छ। यो चाहिँ पालना गर्नुपर्ने हो है, के लेखेको छ। अब बाहिर सेकुवा पर्ने ठाउँमा जाँदैछौँ। हाम्रो सेकुवा पर्ने ठाउँ चाहिँ यस्तो प्रकारको छ भनौँ न। यस्तो छ धरानी कटेजको सानो सेकुवा पर्ने ठाउँ। दाउराहरू बाहिर पनि हेरौँ, बाहिर यस्तो छ। यहाँ दाउराहरू के राखेको। अब ग्यारेजतिर जाँदैछौँ। अर्कै बाटो हाम्रो फेरि। ग्यारेजबाट एउटा गाडी गयो है। अब यहाँ हाम्रो सरहरू हुनुहुन्छ। अब सरहरूलाई केही अन्तर्वार्ता लिनु पर्यो। मैले अन्तर्वार्ता काम कस्तो चलिरहेछ? काम त बिजोग छ राजा। लौ न यो काम, यो गाडी बाटोबाट गाडी तानेर लिएर त कान्छ टोरिया लगाएर जाऊ। आज आउँदै आएन भने कान्छ गाडी नै आएन। लौ न डोरी टाँगेको त्यहाँ बाटोमा डोरी देखेन कि जस्तो छ। लौ त जाऊ त राजा। हाम्रो प्रदेश सरलाई पनि के सोधौँ न। प्रदेश सर अनि यता मलाई हेरेर मात्रै हान्छ, क्यामेरामा हेरेर भनौँ होइन। देखिँदैन त, हेर त ल, देखिँदैन त, हेर त ल। सालेको बम से उडा के भन्न छ कि छैन भने ल। पोतेले भनेन। हाम्रो ग्यारेज चाहिँ यस्तो छ है। अब ग्यारेजको साउसँग नि यसो गफ गरौँ न अलिकता। हाम्रो साउले चाहिँ एकदम काम गरिराख्नु भएको छ। अब यो काम गर्ने ड्रेस हो, तर मान्छे हेन्सम छ, केही भन्नु पर्दैन। ठीक है। तर साउले एकदम यतापट्टि अरे कौन भौंक रहा है ये बदतमीज? आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन कस्तो लाग्यो कमेन्ट बक्समा गएर भनिदिनु होला। बाई बाई, सेवारो।